जाडो महिनादेखि भिडियो बनाउन थालेको युट्युबमा गर्मी महिना लागिसक्यो साथीहरू। गर्मी पनि जान लागिसक्यो, हाचीगाचु भइसक्यो। 8को महिना भइसक्यो, हेर्नुहोस् है। अब मध्य गर्मीमा छु म। अबको जाडो आउने बेलासम्म चाहिँ म जसरी पनि जे गरेर भए पनि युट्युबमा पनि भाइरल हुनु पर्यो, हेर्नुहोस् है। हुन त फेरि पनि भनेछु, फेरि कहाँ चाहिँ अरू ठाउँमा चाहिँ कहाँ चाहिँ भाइरल छु र मैले पनि थपेँ फेरि है। हो, यस्तै यस्तै शब्द चयनहरू गल्ती भएर पनि म भाइरल नभएको हुनसक्छु। म भाइरल नभएको किन होला साथीहरू, कमेन्ट गर्नु होला होइन। ममा के कमी छ र ट्यालेन्ट कुट के भराए मेरो अन्दर होइन, तर पनि म भाइरल किन भएन साथीहरू होइन। मलाई चाहिँ यसको चाहिँ एउटा चाहियो साथीहरू, कमेन्ट चाहियो। सबैले चाहिँ एउटा 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 थपिदिनु भयो भने त्यसमा चाहिँ म हेरेर पढेर चाहिँ ममा के रहेछ सुधार्नु पर्ने म सुधार्छु होइन। म किन भाइरल भएन त, म जाडो लाग्दासम्म भनेको 1 वर्ष हुन्छ कि होइन। अनि 1 वर्षमा पनि भाइरल हुन सकिँदैन त। यहाँ लेखेको रहन्छ श्री भनेर, निधारमा लेखा हुन्छ अरे त। निधार त फेरि यत्रो ठुलो पाएको छु त, टुडी खेल मैदान जत्रो। हेर्नु त यहाँ अनुहार भन्दा टाउको, हुन त टाउको पनि ठुलै छ मेरो। टाउको ठुलो हुने पनि भाग्यमानी हुन्छ भन्छन् होइन। अनि त्यसपछि पर्दाले छेक्यो कि। अनि त्यसपछि निधार पनि फेरि यत्रो ठुलो छ त, फेरि टुडी खेल मैदान जत्रो है। कतिजना 12जना बच्चाहरू त फुटबलै खेल्न मिल्ने जति छ त। अनि खै त, अनि म भाइरल भएको के कारणले भाइरल हुन्छ हो। न कन्टेन्ट छ हुन पनि। अलिअलि त बनाउँदैछु साथीहरू, थप्दैछु मैले होइन। थप्ने भन्नाले अब के थप्ने के गर्ने भन्ने भइरहेछ। अब त्यो जे पनि गर्दै गएपछि थाहा हुन्छ होला। हुन त म एक दिन त भाइरल भइहाल्छु, छापिहाल्छु कि युट्युबबाट पनि होइन। होइन साथीहरू, मैले के मात्रै ट्राई गरेन कि होइन। टिकटकमा त्यत्तिकै एक्टिभ छु, टिकटकमा भिडियो बनाउँछु, बनाएर थाकिसकेँ होइन। बनाएर थाकिसकेँ, लाइभ बस्दा लाइभ चल्दैन होइन। क्यापकटमा भिडियोहरू बनाएको छु, प्लाटिनमसम्म पुगिसकेँ म होइन, लेभल के। अनि अरू कुन, इन्स्टामा मैले उहिले नै थाकेर छोडिदिएको है। इन्स्टामा पनि पैसा आउँछ भन्थेँ, इन्स्टामा छोडेँ। फेसबुक चाहिँ मैले त्यति इन्ट्रेस्ट दिएन। फेसबुकमा पैसा आउँछ भनेर त्यो फेसबुकमा चाहिँ म एक्टिभ भएन होइन। अरू सोसल साइटहरूतिर त्यतिको एक्टिभ हुँदाखेरि पनि मैले गर्न नसकेर अब युट्युबमा त मेरो उहिलेदेखिको हो क्या साथीहरू है। भिडियो नबनाएको मात्रै हो। मैले चाहिँ यसरी चाहिँ होइन, यसरी नै बनाइरहेको भए बरु हुन्थेँ कि होइन। त्यतिखेर चाहिँ खुब अनुहार देखाउन लाज माने नि त। अहिले चाहिँ आएँ फेरि है। अहिले चाहिँ बुढेसकाल लाएपछि चाहिँ आएँ म होइन। जवानी छन्जेल चाहिँ लाज माने होइन। लाज मान्नु चाहिँ हुन्न रहेछ ल, मेन कुरा हो। लास्टमा, भिडियोको लास्टमा आएर मैले पोइन्ट थाहा पाएँ ल साथीहरू। तपाईँ पनि सुरु गर्न चाहनुहुन्छ, युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ भने आफ्नो यो थोप्रालाई चाहिँ देखाउनलाई नछोड्नुहोस् ल। किनभने बिक्नी